नमस्कार हजुरहरू आरामै हुनुहुन्छ होला अनि म सन्चै आरामै छु साथीहरू। अनि हजुरहरूको घरमा त खाना पाकिसक्यो होला साथीहरू। मेरो घरमा त भर्खरै बनाउँदैछु हैन। दिनभरि पानी परेको चिसो मौसम हैन। अनि मौसम पनि एकदम धेरै चिसो भएको कारणले चाहिँ म चाहिँ ढुक्क आगोमा साथीहरू हैन। अनि मैले आफ्नै घरमा पालेको लोकल कुखुरा चट्ट काटियो साथीहरू हैन। अनि काटेर चाहिँ मस्त तरिकाले आगोमा पकाएर खानको लागि चाहिँ म तरकारी पकाउन सुरु गरेको छु। मेरो चाहिँ मेथी तयार भइसकेको छ साथीहरू। मैले यहाँ थोरै ज्वानो पनि खुराएँ साथीहरू हैन। अनि मैले चाहिँ यहाँ प्याज लगाइसकेको छु साथीहरू हैन। अब यो प्याजलाई चाहिँ हल्का रातो बनाएर अनि सँगले मासु लगाउने हो साथीहरू है। म चाहिँ यसरी नै अब ग्यास पनि सर्टेज नै छ, त्यही भएर आगोमा पकाएको एकदम टेस्टी पनि हुन्छ, मिठो पनि हुन्छ साथीहरू। म चाहिँ आगोमा खाने बानी परिसकेको छु साथीहरू। हजुरहरूलाई चाहिँ कतिको मनपर्छ आगोमा पकाउन र आगोमा पकाएको खानालाई? मलाई चाहिँ एकदमै मनपर्छ साथीहरू। मेरो चाहिँ प्याज रातो भइसकेको छ साथीहरू। अब म चाहिँ टक्क बेसार चाहिँ म यतिखेरै हाल्छु, किनभने मलाई चाहिँ पछि हालेको बेसार चाहिँ अलिक गनाए जस्तो लाग्छ क्या, त्यही भएर तेलमै मैले चाहिँ बेसारलाई चाहिँ खुराउने गर्छु साथीहरू। मेरो बेसार पनि भइसकेको छ। अब म चाहिँ मासु लगाउँदैछु साथीहरू। अब म चाहिँ मासु लगाउँदैछु। सँगले अब मासुलाई रातो बनाएर मस्त तरिकाले आगोमा पड्काई भुट्ने हो साथीहरू है। मस्त तरिकाले यसरी तलाई छोपी यसको पानी निकालेर पानी मारेर भुट्ने हो। मैले चाहिँ यो सबै ठुल्ठुलै राखेको छु होइन। धेरै सानो बनाएँ मैले थोरै होइन भनेर मैले चाहिँ सबै ठुल्ठुलै पिस राखेको छु है साथीहरू। हजुरहरूलाई चाहिँ कस्तो पिस मनपर्छ? मलाई चाहिँ ठुलै मनपर्छ होइन। अब चाहिँ आगो पनि बलिरहेको छ र मासु पनि भुटिरहेको छ भने भित्र ग्यासमा खाना रेडी हुँदैछ साथीहरू। तलबाट आगो चाहिँ एकदम मजाले दन्किरहेको छ भनेदेखि माथि चाहिँ मासु भुटिरहेको छ है साथीहरू। हजुरहरूलाई पनि स्वागत छ, निम्तो छ हिरा हाउसमा। हजुरहरूलाई पनि यसरी नै आगोमा पकाएको अर्ग्यानिक खानेकुराहरू खान मन लाग्छ भनेदेखि वेलकम सम्पूर्ण साथीहरूलाई। म यसरी नै आफ्नै करेसाबारीमा फलेको ताजा तरकारीहरू साथै आफैले पालेको लोकल कुखुराहरूको मासुको टेस्टसँग हजुरहरूलाई खाना खुवाउने छु। सबैजनाले मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला साथीहरू। र मेरो हिरा हात्ती युट्युब च्यानललाई पनि सम्पूर्ण साथीहरूले सब्सक्राइब गरिदिनु हुन पनि विनम्र अनुरोध गर्न चाहन्छु साथीहरू। है साथीहरू, यसलाई चाहिँ मैले जग्गा छोपिदिएँ होइन, तर यो छोप्ने चाहिँ मेरो अस्ति यो माथिको भाँचिएको छ क्या होइन। त्यही भएर नि सजिलो थियो, माथि सजिलो थियो, त्यो खुस्किएको छ। मस्त तरिकाले छोपिदिने हो। ल साथीहरू, म चाहिँ यो मासुमा हाल्नका लागि सिम्पल तरिकाले मसला होइन, त्यसपछि टमाटर र अचार खानका लागि पुदिना पनि धेरै रेडी बनाएको छु भनेदेखि यहाँ आफ्नै बारीमा फलेको धनियाँ, छ्यापी अनि लसुन अनि प्याजको पात चाहिँ मैले रेडी गरिसकेको छु साथीहरू। मासु चाहिँ यस्तो मजाले पर्की र उठो त डोरी पनि सक्यो जमाइदिए यस्तो तरिकाले छोपिदिएको चाहिँ अब मजाले लागिरहेको नि त। अनि मासु त उँधोको त एकदम रातो भएर गइसकेको छ। मलाई चाहिँ प्रायः जस्तो के अरे कुखुराहरू चाहिँ मासुहरू चाहिँ झिँगै पकाउनु मन लाग्छ कि जेको मासु होस्, राँगाको होस्, बङ्गुरको होस्, जेको होस् होइन। आधा घिउ आधा चाहिँ तेल गरेर पकाउन मनपर्छ साथीहरू। हजुरहरूलाई त घिउ मनपर्छ कि पर्दैन, कसैलाई त बनाउँछ। मलाई पनि काँचै चाहिँ म खाँदिनँ त्यत्तिकै चाहिँ। घिउ र भात चाहिँ म खान सक्दिनँ। र यसरी सब्जीमा राखेर बनाएको चाहिँ मिठो लाग्छ साथीहरू है। मेरो चाहिँ मासु पनि अब करिब रातो भइसकेको छ साथीहरू। मासु चाहिँ अब धेरै नै रातो भइसकेको छ है, बन्न पनि थालिसकेको छ साथीहरू। ल साथीहरू, मेरो चाहिँ मासु रातो भइसकेको छ। अब म चाहिँ सरर फर्स्ट अफ अल लगाइदिएँ धनियाँ र के अरे उयो
लसुन र छातीको पत्ता लगाइदियो साथीहरू। यसलाई पनि अलिकति भुटेर मस्त तरिकाले रातो रातो बनायो भनेदेखि चाहिँ यसको टेस्ट अलिक फरक तरिकाले आउने गर्छ साथीहरू। अब साथीहरू मैले यसमा चाहिँ राखिदिएँ टमाटर र मसला, तरकारीको लागि तयार गरेको मसला र टमाटर राखेर अब यसलाई नचलाइकन होइन एकछिन यस्तै तरिकाले छोपेर होइन अब माथिबाट म एकछिन छोपिदिन्छु साथीहरू। यसलाई बिचमा राखेर टक्क तरिकाले अब म छोपिदिन्छु। आगो चाहिँ मस्त तरिकाले बलिरहेको छ साथीहरू। अब चाहिँ मैले त्यो मसलालाई र टमाटरलाई सबै मासुमा हुने गरेर मस्त तरिकाले मजाले फर्काइ चलाइदिने हो साथीहरू है। यस्तै तरिकाले चलाइदिने हो, सबै मासुमा पुग्ने गरेर सबै मासुमा लाग्ने गरेर यसरी चलाइदिने हो साथीहरू। अब यो मासु चाहिँ मजाले भुटिसकेको छ साथीहरू। यसमा चाहिँ म थोरै सुप राख्दैछु, यसमा चाहिँ रस राख्दैछु। हल्का तरिकाले रस राखेर चलाइदिन्छु साथीहरू। यो लोकल कुखुराको त अब रस नै मिठो लाग्छ मलाई चाहिँ। अब प्रायः जसो मान्छेहरू चाहिँ अब भुटेर पनि खानुहुन्छ, मलाई चाहिँ पटक्कै चित्त बुझ्दैन भुटेको चाहिँ साथीहरू है। मलाई चाहिँ मस्त तरिकाले यसरी अब यसलाई एकछिन उमाल्ने, एकछिन यो सुक्न दिने, अनि पछि फेरि रस हालेर उमाल्ने साथीहरू। फेरि हजुरहरूले नुन चाहिँ लगाएन भन्नु होला, मैले चाहिँ स्वादअनुसार नुन पनि राखिसकेको छु साथीहरू। अब थोरै रस राखेर पनि मजाले मसला पाकिसकेको छ साथीहरू। हेर्नु त मजाले रस राखेर मसलाहरू पनि पाकिसकेको छ। मैले चाहिँ साथीहरू सुप राखिसकेको छु अहिले। फाइनल्ली साथीहरू मेरो चाहिँ तरकारी रेडी भइसकेको छ साथीहरू है। मजाले उम्ली पनि सकेको छ र एकदम धुवाले गर्दाखेरि आफूले गर्दाखेरि राम्रो देखिएन साथीहरू है। एकदम मस्त तरिकाले पातलो झोल है। मलाई चाहिँ एकदम बाक्लो झोल अनि त्यो तेल भएको खानेकुराहरू, मसला भएको खानेकुराहरू खान सक्दिनँ साथीहरू। अनि मेरो चाहिँ फाइनल्ली मेरो सब्जी चाहिँ अब तयार भइसकेको छ। तरकारी मजाले उम्लिएर घटिसकेको छ साथीहरू। हजुरहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु हुन पनि हजुरहरूलाई विनम्र अनुरोध गर्दै, हजुरहरूलाई पनि यस्तै ताजा र अर्ग्यानिक लोकल कुखुराको सुपसँग खाना खाने मन छ भने साथीहरू मेरो घरमा आउन सक्नुहुन्छ भन्दै हजुरहरू माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई। हजुरहरूको दिन शुभ रहोस्। बाई बाई साथीहरू।